हेलो गाइस, म चाहिँ मनिता। आज चाहिँ म एउटा नयाँ भिडियो लिएर आइसकेको छु। के हो भन्दा भिडियो चाहिँ त्यति विशेष त छैन, तर पनि मलाई चाहिँ अहिले चाहिँ अलिअलि सन्चो नभएको कारण म चाहिँ गहतको झोल बनाउन गइरहेको छु। गहतको दाल एकदम बोर भयो, के गरौँ गरौँ भयो। अनि त्यसपछि चाहिँ आज चाहिँ एउटा भिडियो बनाएर अपलोड गर्छु भनेर सोचायो। अनि त्यही भएर चाहिँ भिडियो लिएर आएको छु। लास्टसम्म हेरिदिनु होला कस्तो हुन्छ गाइज। अब सुरु गर्छु ल। अहिले चाहिँ एउटा भाँडामा दाल राखेर अब यसलाई राम्रोसँग पखाल्न गइरहेको छु। त्यसपछि मैले दालमा चाहिँ थोरै नुन, त्यसपछि थोरै बेसार पनि एड गरेँ र यसमा चाहिँ थोरै तोरीको तेल, यो चाहिँ एकदम शुद्ध तोरीको तेल हो, गाउँबाट लिएर आएको। अनि त्यो पनि एड गरेँ। मैले त्यसलाई सिटी लगाउनलाई छोडिदिएँ। हिजो बेलुका चाहिँ एकदम गाह्रो भएर चाहिँ मैले भाँडा पनि माझेको छैन। अब भाँडा माझ्न लागिरहेको छु। यो बिहानमा भाँडा माझ्नु चाहिँ एकदमै गाह्रो है, चिसो न चिसो पानी पनि त्यही हो। त्यति रातो रातो थियो, त्यो पानीले कठङ्ग्रिएको अवस्था। दाल झान्नलाई त लसुन नै रहेछ। अब चाहिँ म लसुन किन्न जानु छु। लसुन लिन जानु लागेको अवस्था। अहिले चाहिँ एकदम धेरै चिसो छ, त्यही भएर चाहिँ त्यो बडामानको ज्याकेट लाउनु पर्ने हुन्छ। चिसो छ मौसम, न्यानो माया दिउँला। यस्तो धेरै चिसो छ गाइज, घाम नलाएर हिमाल पनि देखिरहेको छैन। मलाई भिडियो बनाउन त रमाइलो लाग्छ, तर के भन्ने है, केही विशेष भए पो भिडियो बनाउने। त्यो पनि आज त गहतको दालको भए नि भिडियो बनाउँछु भनेर बनाएको। लसुन चाहिँ एकदम सुनभन्दा पनि महँगो हुन लागिसक्यो गाइज। 500 रुपियाँ किलो अरे। हेर्नु त, दुईवटा आयो 50 रुपियाँको। अन्त म 50 रुपियाँ लगेको थिएँ, धेरै नै आउला सोचेको, तर दुईवटा मात्रै आयो। ठिकै छ, आज र भइहाल्छ, भोलि देखा जाएगा। दुईवटा मात्रै आयो लसुन त, कस्तो साह्रो जाडो बाहिर त, भित्र चाहिँ एकदम न्यानो छ। हामी त ढोकै खोल्दैनौँ, त्यही भएर पनि भित्र चाहिँ एकदम न्यानो छ। चिसो चिसो मौसम, न्यानो माया दिउँला। चिसो चिसो छ मौसम, न्यानो माया दिउँला। नाच्न त मन थियो राधा प्यारी, पावैमा पाउँछु छैन भरिलाई। दालको के भयो अवस्था मम्मी?
पाकेकै छैन आइज सिट्ठी लाउनु परेको अवस्था। कति सिट्ठीमा पाक्छ नि मलाई केही आइडिया नै छैन कि यो दाल मैले कहिले पकाएकै छैन। ओ माई गॉड अहिले चाहिँ पाक्यो होला पक्कै। फाइनली दाल पाक्यो। फेरि भिडियो बनाउन नि जान्दिनँ है, कसरी देखाउनु गहतको दाल। अब चाहिँ म यसलाई झान्छु। तपाईँहरू चाहिँ हेर्दै गर्नु होला। कति राम्री माता कति राम्री, जति हेरौ उति राम्री। साउली बजारमा लौ साउली बजारमा तान तान भो हान हान भो मलाई देखेर तान तान भो हान हान भो। थाक्यो फेरि मम्मी कस्तो सन्चो भएन। फेरि जति सन्चो नभए नि नाच्न र गाउन त म कहिल्यै छोड्दिनँ। अपरेसनै गरे पनि मैले गीत गाएको थिएँ पहिला, अपरेसन गर्दा पनि। त्यही हो गाइज, म चाहिँ लसुन केलाउन गइरहेको छु झार्नको लागि। रुगा लागेछ, ज्वरो आएछ, ज्यान दुखेर खोकी लागेको छ। एउटा शरीरमा कति थोक बिराम हो गाइज। कस्तो गाह्रो भइरहेछ। के गर्ने, जति गाह्रो भने भात खानै पर्यो, भात पकाउनै पर्यो। त्यस्तै हो छोरीको करीमा हेर्नु न बाबा चुलबुले छोरी सिन्दुरे भाकी छे। हे बाबा सिन्दुरे भाकी छे। लसुन काट्ने होला कि थिच्ने होला? ठिकै छ, काट्छु। थिच्न पनि त पावर चाहियो नि। गाइज फ्रिजमा चाहिँ यस्तो मिठो मिठो चक्लेट छ, तर के गर्नु मलाई खानु हुँदैन। यस्तै छ जुनी। अब चाहिँ मैले यसमा चाहिँ लसुन र अदुवा हाल्न गइरहेको छु। जिरा पनि हाल्छु भनेको त बिर्सेछु भाइ। यस्तो हुन्छ। अब चाहिँ म यसमा हाल्न लागिरहेको छु थोरै बेसार। बेसार त अघि पनि हालेको। नुन पनि थोरै नै राख्छु। अब थोरै मसला अनि कश्मीरी पछौरी भन्नु मिलेन, कश्मीरी मिर्च याद गरे गाइज। यो टमाटर हालौँ चाहिँ कसरी हालौँ, यस्तो छ अवस्था। अब यसमा चाहिँ मैले अघि पकाएर राखेको दाल हाल्न गइरहेको छु। भातको दाल। यसमा चाहिँ मैले थोरै पानी थपेर एकछिन उमाल्न दिन्छु। 5 मिनट जति सानो आगोमा। फाइनल्ली गाइस तातो तातो गहतको झोल बनिसकेको छ, रेडी भइसकेको छ। यता चाहिँ मैले बसालेको छु भात। गाइस हाम्रो दाल चाहिँ रेडी भयो, एकदम तातो छ, देख्न सक्नुहुन्छ।